आज हामी तपाईहरुलाई डिजिकम एक्स प्रो मोडलको एसी को बारेमा वाइफाई कसरी कनेक्ट गर्ने भनेर जानकारी गराउनको लागि उपस्थित भएका छौं। आउनुस् यसको एप डाउनलोड गरौँ। प्ले स्टोरमा गएर तपाईले कनेक्ट लाइभ भनेर देख्नुहुन्छ। यसलाई चाहिँ कनेक्ट लाइभ app then add a plus button, add a plus button, add a device, add the device, split air conditioner, and then next. Press the horizontal swing button for 6 times, and the swing button has remote sleep button, sleep button 6 times, and then sleep button 8 times. देखियो 77 आइसकेपछि तपाईले यो कोड देख्नुहुनेछ। त्यसो वाइफाईमा जाने त्यहाँ देखियो। वाइफाईमा गएर त्यसको नाम तलतिर कनेक्ट गर्ने। कनेक्ट हुन्छ। कनेक्ट भइसके पछाडि फेरि हामी एपमा आउँछौँ। एपमा आइसकेपछि नेक्स्ट गर्छौँ। त्यसपछि कनेक्टिङ द वाइफाई कनेक्ट भयो। अनि वाइफाई को एसएसडी चाहिँ हाम्रो जुन चाहिँ हामीले आफ्नो वाइफाई चाहिँ कनेक्ट गरेको हो। फेरि हाम्रो इन्टरनेट वाला वाइफाई। यसको हाम्रो पासवर्ड 1 देखि 8 छ। त्यो राख्दैछौँ। सेभ रिमाइन्ड कनेक्ट। हाम्रो कनेक्ट भयो। भेरिफिकेसन कोड भयो। कनेक्टिङ टु डिभाइस, लिङ्किङ टु क्लाउड। अब क्लाउडमा चाहिँ लिङ्किङ क्लाउडमा पनि लिङ्क भइसकेको छ। अब याड हामीले लिभिङ रुममा गर्यौँ। लिभिङ रुम राख्यौँ। नाम सेभ गर्यौँ। सेभ गरेपछि हाम्रो एयर कन्डिसन देखायो एसी। त्यस पछाडि हामीले अब यसको चाहिँ पावर अफ अन यहीँबाट गर्न सक्यौँ। मोबाइल एपबाट अफ गऱ्यौँ। यता हाम्रो काम भयो। अफ भयो। अब अन गऱ्यौँ। फेरि अन भइरहेछ। अब हाम्रो कुल मोडहरू चाहिँ चेन्ज गर्नको लागि कुल, हिट, ड्राई, फ्यान यिनीहरू चाहिँ हामीले चेक गर्न सक्छौँ। ड्राई गऱ्यौँ हामीले। ड्राई आउँछ अब यहाँबाट। अब टाइम सेड्युलहरू पनि हामीले चाहिँ राख्न सक्छौँ। कहिले कुन बेला कति घन्टामा अफ गर्ने हैन यिनीहरू चाहिँ सेट गर्न सकिन्छ। फेरि हामीले अफ भयो। हामीले चाहिँ प्रपरली रिमोटली हामीले मोबाइल एपबाट चाहिँ यो जुन एयर कन्डिसनरलाई कन्ट्रोल गर्न सक्यौँ। हस्त धन्यवाद।